ल थ्याङ्क यू। हामी कुरा गर्दैथ्यौँ, हाम्रो नेपाली सेट पनि ठ्याक्क आइपुग्यो है। ल थ्याङ्क यू है ब्रदर, नेपाली सेट पनि आयो। हुन्छ ल सर, ल अहिलेलाई हामी खाना इन्जोय गरौँ है त। सर नमस्कार। आज यहाँ भेट हुनु लेखेरहेछ है। हजुर सन्चै हुनुहुन्छ? एकदम हजुरलाई मलाई पनि एकदम ठिक छ सर। अनि आज कताबाट आइपुग्नु हो सर? आज अब डे अफ थियो होइन, गाडीमा हल्का समस्या जस्तो फिल भएर अनि गाडी देखाउने उसमा चाहिँ भोक लागेको थियो र खाना खाने अवसरमा हजुर हजुर यो हजुर। हाम्रो ठिक छ नि, सन्चै हुनुहुन्छ नि? एकदम एकदम ठिकै छ भनौँ। अब स्वास्थ्यले खासै साथ दिइरहेको छैन, तर अहिलेसम्मलाई चाहिँ ठिकै छ, चलिरहेको छ। सर मलाई खुसी लाग्यो तपाईँले यसरी अगाडि बढ्नु भयो। दुई चारवटा प्रश्नहरू छ सर, सोधौँ कि के गरौँ? हुन्छ, सोध्नु न। अब मलाई थाहा भएको कुरा म सेयर गर्छु है। सर हजुरले चाहिँ फुडलाई चाहिँ एकीकृत गरेर, समयलाई हेरेर होइन, मसलाहरूको ज्ञान राखेर फुड प्रिपेयर गरेर तपाईँले चाहिँ लाइफमा जन्मेदेखि लास्टसम्म चाहिने महत्त्वपूर्ण कुरा भनेको फुड हो है। त्यसलाई चाहिँ प्रिपेयर गरेर अगाडि बढाउनुहुन्छ। यो ट्यालेन्टलाई कसरी टाइम दिनुभयो सर? एकदमै सर, अब यो म सर्टकटमा भन्न चाहेँ हजुरलाई होइन। कुकिङ त्यो मैले 9वटा होटलहरू चेन्ज गरेँ। हजुर हजुर कुकिङ भनेको यस्तो कला मात्रै होइन कि, अनि कला प्लस हजुरलाई सेल्फ के भन्छ उसलाई, सेल्फ आफूले आफैलाई खुसी भन्नाले हजुर खाना बनाएर अरू खुसी बनाउनुहुन्छ, जसबाट हजुरलाई पनि खुसी मिल्छ। सही कुरा गर्नु सर। यो खुसीलाई भनेपछि आफू पनि खुसी भइन्छ, एकदमै। अरूलाई पनि हो यो अब कुरा चाहिँ हजुरले मिठो पकाउनुहुन्छ, हजुरलाई मिठो लाग्छ त अरूलाई मिठो लाग्छ। हो। सही हो। त्यो नै एउटा खाना भन्ने कुरा टेस्टी मात्र भएर पनि भएन होइन, त्यसलाई अब हेल्थी वाइज पनि हेर्नु पर्यो होइन। हसाब फुड सेफ्टीहरू पनि धेरै इम्पोर्टेन्ट हुन्छ, स्पेसली यहाँका होटेल रेस्टुरेन्टहरूमा चाहिँ फुड सेफ्टी एकदमै। अब हजुरले जति मिठो खाना बनाए पनि हजुरको खाना चाहिँ फुड सेफ्टी गाइडलाइन्स अनुसार छैन भने त्यो हजुरको मान्यता पाउनुहुँदैन होइन। त्यही भएर सिसिपी भनेर क्रिटिकल कन्ट्रोल पोइन्टहरू ध्यान राखेर खानालाई चाहिँ सुरक्षा, खाना मिठो भन्दा पनि खाना मिठो प्लस खानालाई कसरी खाना सहित बनाउने त भन्ने कुरामा महत्त्व हुन्छ। सर एकदम सही कुरा गर्नु तपाईँले। अनि अर्को चाहिँ समय के रहेछ त सर हजुरको लागि भनेपछि? समय भनेको चक्र हो, समय सबै कुरा हो। समय छ त सबै कुरा छ होइन। अब एक्जाम्पल हाम्रो, अब मेरो कुरा, मेरो व्यक्तिगत धारणा दिने हो भने मेरो लागि समय कुनै पनि मेरो फ्लेक्सिबल टाइमै छैन। हुनाले म आफ्नो समयसँग एकदमै फ्लेक्सिबल हुनुपर्छ। अब समय भनेको च्यालेन्ज पनि छ, समयलाई फ्लेक्सिबल चाहिँ आफूले बनाउनु पर्यो। त्यही समय के कस्तो भन्ने कुरा पनि समयअनुसार हामी आफू या कसरी चलिन्छ भन्ने कुरा त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ। सर यो कुरा म मान्छु सर है, वास्तवमा एउटा चक्र हो समय। अनि सर हजुरको यो ट्यालेन्ट कसरी डेभलप गर्नुभयो, कसरी म्यानेज गर्नुभयो? यति व्यस्त समय हुँदाहुँदै पनि कर्मक्षेत्र छुट्टै बनाउनु भयो होइन। आफ्नो जन्मक्षेत्र र कर्मक्षेत्र एउटै भएको भए चाहिँ खासै त्यति अप्ठ्यारोपनहरू पनि आउँदैन थियो होला, अगाडि बढ्नलाई सजिलो हुन्थ्यो होला। एकदमै यहाँसम्म यात्रामा चाहिँ मैले धेरै सङ्घर्ष गरेँ है। एउटा सानो 3 स्टार होटेलमा वेटरबाट सुरु गरेको यात्रा हो मेरो है। हजुर हजुर। त्यसपछि सर्टकटमा भन्न चाहेँ, गर्दा गर्दै मैले 5 स्टार लग्जरी यहाँसम्म आउनलाई धेरै सङ्घर्षहरू गर्न पर्यो, च्यालेन्जहरू थिए होइन। च्यालेन्जलाई एक्सेप्ट गरेर अब कुनै जग्गा रिक्सी पनि थियो। रिक्सी मिन्स म कहिले पनि आफूलाई एउटा कम्फोर्ट जोनमा राखेर हिँडिनँ। एक्जाम्पल केही पाउनको लागि केही गुमाउनु पनि पर्छ र सङ्घर्ष पनि गर्नुपर्छ भन्ने कुरा मैले लाइफबाट सिकेँ। अब म कुनै पनि ठाउँमा अब एकदम कम्फोर्ट जोन पाएर बसेको भए सायद
आज यहाँ हुन्थेँ हुन्थेन भन्ने कुरा त ग्यारेन्टी भएन, हजुर तर पनि मैले लाइफलाई चाहिँ सधैँ च्यालेन्जको रूपमा लिएर अगाडि बढेँ। जो अपर्च्युनिटी पाएँ त्योसँग चाहिँ लडेँ अनि त्योसँग च्यालेन्ज गरेँ र म अहिलेसम्म यहाँसम्म आइपुगेँ। सर एकदम खुसी लाग्यो ट्यालेन्टलाई यसरी टाइम दिनुभयो, आफूले आफूलाई अगाडि बढाउनु भयो है। अनि अन्तिम एउटा सर कम्फर्ट त हुनुहुन्छ सर? प्रश्नको कुनै त्यस्तो प्रपञ्च कुनै त्यस्तो त केही छैन नि सर, प्रब्लमहरू है? केही छैन। जीवन के हो भनेर कहिले सोध्दै खोज्दै के रहेछ जीवन, कस्तो रहेछ जीवन, वाट इज लाइफ भनेर कहिले लाग्नुभयो? लाइफ जीवन भनेको दुःख सुख सबै हो। ल थ्याङ्क यू। हामी कुरा गर्दै थियौँ, हाम्रो नेपाली सेट पनि ठ्याक्क आइपुग्यो है। ल थ्याङ्क यू है ब्रदर, नेपाली सेट पनि आयो। हुन्छ ल सर, ल अहिलेलाई हामी खाना इन्जोय गरौँ हस् है त।